हाई हेलो गुड मर्निङ सबैजनालाई। कस्तो हुनुहुन्छ? सबै सन्चै हुनुहुन्छ होला है। आज चाहिँ मेरो ब्रेकफास्टमा इडली बनाउँदैछु है। अनि मैले यही इडली बनाएको यो सर्टन एउटा ब्लग बनाएर हाल्दैछु होइन। म चाहिँ इडलीमा चाहिँ यसरी ड्राई फ्रुट्सहरू हाल्नु अलिकति रुचाउँछु है। ड्राई फ्रुट्समा जे पनि हाल्दा भयो, तपाईँहरूको काजु किसमिस है, अलैँचीहरू हाल्दा पनि भयो है। अनि मैले चाहिँ पिस्ता बदाम हाल्दैछु है। मेरोमा पिस्ता बदाम थियो र म पिस्ता बदाम हाल्दैछु है। यो हाल्यो भने चाहिँ अलिकति डेकोरेटिभ पनि देख्छ, अलिकति राम्रो पनि देख्छ, अनि हेल्दी पनि हो। त्यसै त इडली एकदमै हेल्दी नै हो होइन। अनि यसरी म ड्राई फ्रुट्सहरू हालेर यसरी बनाउँदैछु है। यसरी हालेर बेक गर्दाखेरि एकदमै राम्रो हुन्छ। एन्ड देन नाउ दिस वान इज द फाइनल प्रडक्ट। यो चाहिँ एकदमै फाइनल प्रडक्ट होइन। यो इडली हेर्नुहोस् कस्तो राम्रो भएको छ, यस्तो राम्रो हुन्छ, फ्लपी हुन्छ है। निक्लिनु पनि आरामले निक्लिन्छ। मुनि अलिक राम्रो तेल लाउनुपर्छ होइन। अनि यसरी देख्नु हुँदैछ तपाईँहरूले, एकदमै राम्रो भएको छ है। मैले भाइलाई अलिकति पर जाऊ त भन्दैछु, मेरो क्यामेराम्यानलाई है। यसरी फ्लपी हुन्छ, यस्तो एकदमै राम्रो हुन्छ होइन। र यसरी तपाईँहरूले बनाउनुहोस्। तपाईँहरूले यो इडली बनाउँदाखेरि चाहिँ यसरी तपाईँले बनाउनु भयो भने चाहिँ है, अलिकति प्रोसेस मिल्यो भने चाहिँ यस्तो राम्रो हुन्छ है। यस्तो सफ्ट हुन्छ, एकदमै स्पोन्जी हुन्छ, राम्रो हुन्छ। र मैले पनि एकदम दामी भयो भनिदिएँ होइन। र यसरी मैले यो खजुर गुड हालेर पनि बनाउँछु। तपाईँहरू जे पनि एड गर्न सक्नुहुन्छ क्या, एज यु विस। यो खजुर गुड हालिदियो भने चाहिँ एकदमै स्विट टाइपको हुन्छ, लाइक भक्का क्या। तपाईँहरूले सायद भक्का खानुभएको छ। यहाँ मैले म्यामलाई फर्स्टमा टेस्ट गर्नु दिएँ है। म्यामलाई कस्तो भयो भनेको, म्यामले ठिकै छ, मिठै छ भन्दैछ। यहाँ मैले मेरो नाना भेना पनि डक्टर चेकअपको लागि आउनुभएको थियो हिजो है। र उहाँहरूलाई पनि ब्रेकफास्ट गराउँदैछु। यहाँ मेरो आप्पाले पनि खानुहुँदैछ। आप्पाले पनि धेरै मन पराउनुहुन्छ, किनभने यो हेल्दी हो। हेल्दी हुनाको कारणले यसमा नो उयो हुन्छ। र आमाले पनि यहाँनिर खानु सुरु गर्यो है। खाँदैछ, मिठो भयो भन्छ। आमाले पनि धेरै मन पराउँछ है मैले बनाएको। अनि यहाँ मेरो ठुलो छोरा चोम्देन है, एकदम दामी। यसले पनि यस्तो कुराहरू चाहिँ धेरै मन पराउँछ र म उसलाई बनाइदिइबस्छु। यहाँ नानालाई कस्तो भयो भन्दा एकदम दामी भयो भन्दैछ है। यहाँ भेनाले पनि खानुहुँदैछ। र आप्पा चाहिँ यहाँनिर साउथ इन्डियन डिस इडली अनि गोर्खे रायोको सागसँग कम्बिनेसन आप्पाको चाहिँ, किनभने आप्पाले पिरो खानु हुँदैन नि त होइन। एकदम दामी। र आन्टीलाई पनि मैले खानु बोलाएको थिएँ, कलौती आन्टीलाई पनि। तर उहाँले चाहिँ पहिला खाएर आउनुभएको रहेछ। र मैले अलिकति हाँस्नु नि है भनेको, हाँस्दैछ। यसले त फोटो खिच्दै रहेछ भनेर हाँस्दैछ सबैजना होइन। र यहाँनिर मेरो बहिनीको सासू, मेरो ज्वाइँ उपमाको सासू पनि भर्खरै आउनु भएको थियो। उहाँ रायगञ्ज फर्किनु भएको, सिक्किमबाट आउनुभएको है। यहाँ मेरो सजल ज्वाइँ है, सजलले पनि हाई हेलो भन्दैछ होइन। यहाँ यो चाहिँ मेरो इडलीसँग खाने अचार। र यो फाइनल अचार चाहिँ यस्तो हुन्छ, एकदमै राम्रो हुन्छ। र म मेरो छोराबाट